सो हजुरलाई थाहा छँदैछ कि नेपालले कतारसँगको यो एकदमै उत्कृष्ट जित हासिल गरिसकेको छ। नेपालको यो अनप्रेडिक्टेबल जितले पुरै नेपालीको मन हर्षित बनाएको छ। सो गाइज, नेपाल हिजो वर्ल्ड कप क्वालिफायरको चौथो म्याच कतारसँग खेलेको थियो, जहाँ नेपालले कतार जस्तो टिम समक्ष 148 को टार्गेट दिएको थियो, जहाँ ओपनर आसिफ शेखले भने 11 रन, कुशल भुर्तेलले 6 रन र कप्तान रोहित पौडेलले 58 रन गरी टिमको टोटल 147 पुर्याएर कतारलाई 148 को टार्गेट दिएका थिए। नेपालको ब्याटिङ पक्ष त्यति राम्रो नभए तापनि बलरको निकै उत्कृष्ट पर्फर्मेन्स देखियो, जहाँ नेपालका सन्दीप लामिछानेले धमाकेदार बलिङ गर्दै 5 विकेट लिन सफल भए र दिपेन्द्रको बलिङ र रनआउटले त अझै पनि कतारका टिम ग्रसित छन्। नेपालको ओभरअल पर्फर्मेन्स हेर्दा सबै प्लेयरले उत्तिकै गहन भूमिका निर्वाह गरेका छन्। बोलिङ र फिल्डिङ होस् या ब्याटिङ होस्, नेपालका प्लेयरले सबैमा उत्तिकै पर्फर्मेन्स दिन सफल भएका छन्। सन्दीपको गुगली र दिपेन्द्र सिंह ऐरीको रनआउटले संसारमा हाहाकार मचाएका छन्। नेपालले यही प्रदर्शन जारी राख्ने हो भने आउँदै गरेको 2026 वर्ल्ड कपमा पनि आफ्नो रोल्ला जमाउन सक्नेछ। अब नेपालसँग हुन गइरहेका ओमन र सामोआ कन्ट्री विरुद्ध पनि यही रणनीति प्रयोग गर्नुपर्ने देखिन्छ। होपफुली नेपालले आफ्नो वर्ल्ड कप क्वालिफायरको 4वटै म्याच जित्न सफल भएको छ र आगामी दिनहरूमा पनि यस्तै पर्फर्मेन्सको आशा गरिन्छ। नेपालले कतारसँगको म्याच त जित्यो, तर अब आउँदै गरेको ओमनसँगको म्याचमा पनि यही प्रदर्शनी दर्शाउनेछ।